ल सबैजनालाई नमस्कार। म एज क्रिएसन ड्राइभिङ स्कुलको ट्रेनर सुसन कोर। आज हामी चाहिँ ट्रायलमा के गरेर पास गर्ने भनेर नेमहरू भन्न गइरहेको छु। साइड लाइट कहाँ बाल्ने, उकालोमा कहाँ रोक्ने, ओह्रालोमा कहाँ रोक्ने भनेर सबै भन्न गइरहेको छु। हाम्रो दिदीको चाहिँ आज ट्रायल छ, उहाँलाई चाहिँ मैले नेमहरू भन्दैछु। सबभन्दा सुरुमा मिरर भुइँको चक्का देख्ने बनाउनु पर्यो है, दुईपट्टि नै। त्यसपछि बेल्ट, सिट बेल्ट बेटारिनु भएन, सिट मिलाउने। अनि गाडीको हिँड्ने बेला गियर चेक गर्नु पर्यो, 1 मा छ कि छैन है। गियर 1। ह्यान्डब्रेकको साइन हेर्ने, लगाइराख, डाउन हुनु पर्यो। जहिले पनि 8 घुमाउँदाखेरि चाहिँ लेफ्टबाट घुम्नु पर्यो। 1.5 घुमाउन गइरहेको छु, हेर्दिन है त। खेरि बाहिरको हिलटेक चाप्ने, हिलटेक चाप्दै गर्ने। यसरी अगाडिबाट गाडी आयो भने नआत्तिकन क्लच र ब्रेक। ट्रायलमा पनि गाडी हुन्छ, यसरी आइरहेछ। क्लच र ब्रेक हान्ने, गाडी आयो भने आत्तिनु भएन, रोक्नु जति पनि पाउँछ। आइराख्ने यसरी बाहिरको हिलटेक चाप्दै हिँड्ने, आत्तिनु चाहिँ भएन। बाहिर हिँड्ने। हर्न बजाउन पाइएन, वाइपर चलाउनु पाइएन। 8 घुम्दा साइड लाइटहरू झुक्किएर बल्न पनि पाइएन। जाने हजुरले बाहिर लेफ्टको खममा च्याप्ने, बाहिरको च्याप्दै जाने। अघि हामी यहाँबाट छिरेको, अहिले यहीँ आइपुग्यौँ घुमेर भने यसलाई 1 राउन्ड भयो। अब यसको आधा, यसको अपोजिटबाट निक्लिनु पर्यो, यतै जाने। हामी निक्लिने बेला चाहिँ स्पिड ब्रेकर हुन्छ। जति गाडी 8 मा क्लचले गुडेको हुन्छ त्योभन्दा थोरै बढी क्लच छोडिदिनु पर्यो स्पिड ब्रेकरमा। यहाँनिर चाहिँ थोरै क्लच अलिक बढी छोड्ने, आफै उक्लिन्छ। 5 वटा हुन्छ। स्पिड ब्रेकर कटेपछि साइड लाइट बालिदिने। यो ट्राफिक लाइटमा चाहिँ ग्रिनमा जाने, रेड र येल्लोमा रोक्नुपर्छ। त्यसरी जाँदै गर्ने। उकालोमा चाहिँ अगाडिको लाइन छुनु भएन, पछाडिको लाइन छुँदा पनि केही फरक पर्दैन। आजभोलि 70% लागु छ, त्यही भएर पछाडिको लाइनको काउन्ट हुन्न, अगाडिको चाहिँ छुनु भएन। रोकिसकेपछि उकालोमा चाहिँ उहाँको अनुमति बिना हिँड्नु भएन। उहाँ सरहरूले जानु भन्नुहुन्छ, त्यसपछि जाने। नआत्तिकन एक्सिलेटर लिने, रेस बढाइराख्ने, ह्यान्डब्रेक टक्क झार्दिने। ओह्रालोमा पनि हामीले क्लच टक्क थिच्ने, ब्रेकलाई टक्क लाउने। अगाडिको लाइन छुनु भएन, मेरो हल्का अगाडि भएको छ। यति रोक्न अलि नपाइएलामा योभन्दा थोरै पछाडि रोकिदिनु। पछाडिको छुँदा केही फरक पर्दैन। अब एउटा याल ब्याग छ हाम्रो। याल ब्याग गर्नु जाँदाखेरि चाहिँ हल्का जति सक्दो राइट चाप्न पर्यो, किनभने हाम्रो लेफ्ट घुम्नु पर्यो नि त। तल घुम्तीमा जहिले पनि लेफ्ट हुन्छ, त्यस कारणले राइट चाप्दै जाने। जब यो घुम्ने भाग आउँछ स्टेरिङलाई पुरै घुमाइदिने। यहाँ बिचमा 1 राउन्ड खोल्ने, अलि तल गाडी सिधा हुन्छ, अर्को राउन्ड खोल्ने, सिधा गइराख्ने। यो अगाडिको खममा हुन्छ, टक्क आएर यसलाई नछोइकन, टच नगरिकन रोक्ने। टक्क टच भएको छैन। त्यसपछि हामीले ब्याक गर्नु पर्यो। ब्याक गर्नलाई रिभर्स गियर, ब्याक गियर लगाउँछौँ। अब हामीले एल ब्यागको चाहिँ जति सक्दो लेफ्ट सानो गर्दै आउने, 1 बिताको ग्याप बनाउने, ठुलो ग्याप राख्नु परेन। मैले थोरै घटाएँ, अलिकति ठुलो भएर घटाउँदै आएँ। जबसम्म एक घुम्ती आउँदैन आइराख्ने। एक घुम्ती आउँछ, त्यसपछि पुरै घुमाउने लेफ्ट, घुमाउँदै आउने, घुमाउँदै राइटको हेर्ने, गाडी सिधा हुन्छ। अब सिधा भइसकेपछि 2 राउन्ड, 1 2 सर पछाडि आउने, आइराख्ने।
कति बोलाउनुहुन्छ आइराख्ने। त्यसपछि उहाँहरूले भयो भनिसकेपछि पास। यति गरेपछि लगाएर सिधा पार्किङ पनि हालिदिनुपर्छ है त। लगाएर पार्किङ हालिदिनु।